आज हामीले अघि पनि चर्चा गर्यौं बालकृष्ण आचार्यको नाम प्रकृतिसँग र यो जडीबुटीसँग जोडिएको विशेष नाम जसले संसारमा सबभन्दा धेरै जडीबुटीको जसले अन्वेषण गरिरहेको छ जसले अध्ययन गरिरहेको छ त्यो अध्ययनलाई एउटा पुस्तक मार्फत यो विश्व जगतको भविष्य जगतलाई समेत हस्तान्तरण गर्नका लागि जति पनि आफ्नो जीवनको सबैभन्दा धेरै समय खर्च गर्नुभएको छ त्यस्ता आयुर्वेद शिरोमणि आयुर्वेदका ज्ञाता र वर्तमान युगका धन्वन्तरी आदरणीय गुरु हामी सबै यो पतञ्जलि समूहभित्र पतञ्जलि परिवारभित्र आबद्ध रहेका व्यक्तिहरूका एकजना मूर्धन्य अभिभावक हाम्रा नेपाली आमाका सच्चा धरतीपुत्रको आज 54औं जन्मोत्सवको दिन पनि हो। यो दिनको शुभ अवसरमा आज हामीले यो प्रकृति यो पर्यावरण हराभरा क्षेत्र र अत्यन्त पवित्र पाञ्चायन देवस्थलको क्षेत्रमा हामीले औषधिजन्य केही बिरुवाहरूको वृक्षरोपण गर्ने कार्यक्रम तय गरेका थियौँ। मौसमका कारणले केही तयारीका कमीका कारणले यसलाई आज हामी पूर्ण रूपले नभए पनि साङ्केतिक हिसाबका रूपमा यो दिनलाई शुभ जन्मोत्सवका दिन शुभ दिनका रूपमा हामीले यहाँ सम्पन्न गरिसकेका छौँ र यहाँहरूलाई यो विनम्र अनुरोध गर्न चाहन्छौँ। पशुपति मन्दिर क्षेत्र अहिले पछिल्लो चरणमा विकासमा निकै अगाडि आइरहेको क्षेत्र हो र यसका कैयन योजनाहरू बन्दैछन् कैयन मास्टर प्लानहरू बन्दैछन्। त्यसो भएको हुनाले आज हामीले यसरी छरपस्टिएर बिरुवाहरू रोप्दैनौँ, यसलाई पूर्ण रूपले व्यवस्थित गरेर एउटा नमुना र उदाहरणयुक्त ढङ्गले हामीले यो बिरुवाहरू रोप्नेछौँ। र शीतल चिनीका बारेमा अघि पनि केही चर्चाहरू भए। आज पछिल्लो चरणमा सबभन्दा धेरै औषधीय गुणको रूपमा विकास भइरहेको र व्यावसायिक हिसाबले पनि सबैभन्दा धेरै विकास भइरहेको शीतल चिनी जसको पात पनि प्रयोग गर्न मिल्ने फल पनि प्रयोग गर्न मिल्ने बोक्रा पनि प्रयोग गर्न मिल्ने जरा पनि प्रयोग गर्न मिल्ने र सम्पूर्ण यसको जति पनि भागहरू छ यो भाग हामीले औषधिजन्य रूपमा यसलाई उपयोग गर्न सकिँदो रहेछ। फुड सप्लिमेन्टका रूपमा पनि सदुपयोग गर्न सकिने रहेछ। यसैको यो महत्त्वलाई महसुस गर्दै हामीले यो शीतल चिनीको एउटा बगैँचा सुन्दर बगैँचा निर्माण गर्नका लागि पतञ्जलि योग समितिले एउटा आयोजना गर्दैछ र पशुपति मन्दिर क्षेत्र विकास समितिले त्यसको व्यवस्थापन गर्दैछ। त्यसो भएको हुनाले यहाँहरूले जस्तो जुन ढङ्गले आज उपस्थिति देखाइदिनु भयो हामी पूर्ण रूपले यो तयारी गरिसकेपछि फेरि एक दिनको साधना यहीँ राखेर हामीले यसलाई पूर्ण रूपले यसलाई व्यवस्थित रूपले अगाडि बढाउनेछौँ र यसलाई आज मात्रै होइन भोलिका पिँढी भोलिका पुस्ताहरूले पनि ओहो यति राम्रो बगैँचा रहेछ र यो मोरिङ्गाको बारेमा जसले अध्ययन अनुसन्धान गर्नुभएको हुँदै हुनुहुन्छ उहाँहरूका लागि पनि अध्ययन केन्द्रका रूपमा विकास होस् भन्ने हिसाबले यो नर्सरी विकास गर्न खोज्दैछौँ, मोरिङ्गाको यो वृक्षारोपण विकास गर्न खोज्दैछौँ। त्यसका लागि हामीले केही समय लिनुपर्ने हुन्छ। त्यसैले आज बिरुवा रोप्न पाएनौँ भनेर धेरै चिन्ता व्यक्त नगरिदिनु होला। हामी यसलाई पूर्ण रूपले व्यवस्थित गरेर अझ सुझबुझ ढङ्गले अगाडि बढाउनेछौँ। यति भन्दै आज यहाँहरूको गरिमामय उपस्थितिलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। पशुपति मन्दिर क्षेत्र विकास समितिको तर्फबाट हामी यहाँहरूलाई पुनः फेरि यस्तै कार्यक्रमको आयोजना गरेर निमन्त्रणा गर्नेछौँ र यो शुभ अवसर फेरि पनि प्रदान गर्नेछौँ भन्दै यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद र यहाँहरूको यो आगमनप्रति हामी कृतज्ञता व्यक्त गर्दै धेरै